हेलो एभ्रिवान, नमस्ते। होटल दि आर्डिएटबाट म बोलिरहेको छु र तपाईँहरूलाई अहिले प्रिमियम रुम मध्येको एउटा रुम देखाउन गइरहेको छु। यो तपाईँले अगाडि देख्नुभएको छ सानो मिनी फ्रिज बार। यो फ्रिज बार भयो। तपाईँको अगाडि गएर चाहिँ हामीले यो ठुलो बेड देखाएको छौँ, मास्टर बेड। त्यसको दायाँ बायाँ साइड लाइट राखिएको छ र साइडमा एउटा फोन पनि राखिएको छ। माथि तपाईँहरूको स्पिकर जोडिएको छ। अनि यता आएपछि यो मिरर, ठुलो मिरर छ। यो मिरर चाहिँ तपाईँको 18x48 को मिरर हो। त्यस्तै गरी यो कपडाहरू जति पनि छ, यो कपडा चाहिँ चाइनाबाट झिकाइएको हो। अगाडि ऱ्याक्जिन देखिहाल्नुभयो। अनि त्यसपछि यता आएर चाहिँ तपाईँले यो ठुलो पेन्टिङ देखिराख्नु भएको छ। यो डिजाइन चाहिँ इलामको पेन्टिङ हो, इलाम कन्यामको। अगाडि टिसिएल टिभी, गुगल टिभी देखिराख्नु भएको छ। त्यस्तै गरी यता आउँदाखेरि तपाईँले यो वार्डरोब देखिहाल्नुभयो। त्यसपछि यहाँ आउँदाखेरि तपाईँले यो कार्ड देखिहाल्नुभयो। यो नो स्मोकिङ जोन हो, कुनै पनि रुममा स्मोक गर्न पाइने छैन। त्यस्तै गरी तपाईँले यहाँ तल ड्रेसिङ गर्नको लागि टेबल यसो हेर्नको लागि राखेको छ। त्यसपछि यहाँ भित्र जाउँ, बाथरुममा जाउँ। बाथरुममा जाँदाखेरि तपाईँको यो वाल हङको मोड भयो। अनि अगाडिको भ्यू देखिन्छ यसबाट, बाहिरबाट भने देखिन्न। र माथि गए हेड सावर भयो। त्यसपछि ह्यान्ड सावर हुँदै यो टाइल मार्बल चाहिँ एकदमै तपाईँको लग्जरी टाइपको छ, 2x4 को। यहाँ पनि रहेको छ एउटा मिरर, विशाल मिरर। अनि यो जति पनि देखिराख्नु भएको छ तपाईँले, यो बत्तीका जति पनि स्विचहरू छन्, यो चाहिँ तपाईँको नोरेसिस कम्पनीको, यहाँलाई थाहा नै होला। यो अगाडिको पर्दाहरू सबै इटालियन पर्दा हुन्। र यो मास्टर बेड हाइड्रोलिक मास्टर बेड है, यो एकदमै लग्जरियस हुन्छ है त।